कुन कम्पनी चाहिँ अलिकति तपाईलाई सस्तो? हाम्रो गाडी यहाँ छ तपाईलाई पेट्रोल पम्पमा। Yes guys, you heard it right guys. Good morning guys, this is another brand new day. आज राति त पुरा सपनामा त पुरै भोट हालेको देखिरहेको थिएँ हैन। भोट हालेर पनि ठ्याक्क तपाईलाई राष्ट्रिय स्वतन्त्र पार्टी घन्टे पार्टीले जितेको देखिरहेको थिएँ। अनि यो सपना चाहिँ विपनामा बदलियोस् भन्ने मेरो तपाईँ हामी सबैको चाहना हो। सो अब यो भोट लाउने दिन पनि अब त नजिक आइसक्यो गाइजहरु। यो पटक धेरै नीति नियम चेन्ज गर्नुपर्ने छ र त्यो नीति नियम चेन्ज गर्नका लागि हामीले 10 थरीको पार्टी होइन एउटै पार्टीले जिताउनु पर्छ। त्यो भनेको अहिले हामीसँग विकल्प छैन, हामीसँग एउटै मात्र तपाईलाई अप्सन छ। यो झोलामा चाहिँ जुत्ता मात्र छ। सो गाइजहरु म जिम आइरहेको छु। यो चाहिँ मर्निङमा हो। अलिकति लेट नाइट स्लिप भइसकेपछि ढिलै उठिन्छ। 8 बजेर 13 मिनेट भइसक्यो। म लगभग तपाईलाई 20-25 मिनेट कार्डियो गर्छु। यसलाई फास्टेड कार्डियो भनेर भनिन्छ कि। त्यो भनेको चाहिँ मैले केही पनि खाएको छैन के। तपाईले पानी खानु भन्दा चाहिँ पानी चाहिँ 1 ग्लास खानु पर्ने थियो। त्यो पनि म हतार हिँड्दाखेरि बिर्सिहालेछु। आधा घण्टा चाहिँ कार्डियो गरिसकेपछि घरमा गएर खाजा खाने हो हैन। त्यसपछि खाना खाने हो, अफिसहरु जाने हो। अनि बेलुका चाहिँ म तपाईलाई हेभी वर्कआउट गर्छु। मर्निङ के छ हालखबर गाइजहरु। आफ्टर लङ टाइम यो ट्र्याक अन जीपीएस हो हैन। म लाइभ हेर्दैछु के लोकेसन। हाम्रो गाडी यहाँ छ तपाईलाई पेट्रोल पम्पमा। म डिभाइसमा गएर ड्याशबोर्डमा गयो भने अरु इन्फर्मेसन पनि देख्छु। हामीले हाम्रो GSR 600 बेचिदियौ। त्यो बाइक बेचेर हामीले साथीहरु हामीले गाडी किनिरहेका छौं कि। हामीले तपाईलाई धरान इटरी विराटनगर रुटको हामीले गाडी किनिरहेका छौं र त्यो गाडीमा चाहिँ हामीले जीपीएस हालिरहेका छौं। जीपीएस मैले हिजो हाले हो। गाडी सेकेन्ड ह्यान्ड गाडी हो गाइजहरु। त्यस्तो नयाँ गाडी होइन, सेकेन्ड ह्यान्ड गाडी हो तर रुटको गाडी हो के। धरानदेखि इटरी अनि इटरीदेखि विराटनगर, विराटनगरदेखि फेरि इटरी, इटरीदेखि धरान। जहाँ हाम्रो अफिस छ त्यहाँ कुद्छ के। तपाईलाई गाडीमा जीपीएस हाल्न बाइकमा भन्दा सजिलो हुँदो रहेछ के। ल म तपाईलाई 5 मिनेटमा काम सकिहाल्यो। अनि अहिले मलाई कति सजिलो भन्दाखेरि जहिले पनि मैले फोन गर्दा गुरुजी कता हो भनेर भन्नु पर्थ्यो हैन। उसलाई पनि तपाईलाई फोन नउठाउनु, यसो मालिकले फोन गर्यो हैन भन्ने टेन्सन उठाउनै पर्यो हैन। गर्दा झड्का पनि लाग्छ नि त। तपाईको ड्राइभिङ गर्दै तपाईलाई कच्ची बाटो भिराला बाटो हैन ठ्याक्क तपाईलाई कल आयो भने अनि अहिले चाहिँ ठ्याक्क म फोनै गर्दिनँ हैन। जीपीएसले गर्दाखेरि तपाईलाई लाइभ लोकेसन ट्र्याक गर्न नि एकदमै सजिलो भयो हैन। अनि अरु कुरा भने चाहिँ तपाईलाई के गर्न पनि सजिलो भन्दाखेरि आज कति किलोमिटर कुद्यो, तपाईलाई कहाँ बस रोकियो, त्यो रोकेको ठाउँमा चाहिँ बस कति घण्टा रोकियो, कति समय रोकियो, मिनेट रोकियो भन्ने कुरा पनि सबै इन्फर्मेसन मलाई थाहा हुन्छ। थोरै कार्डियो गरौँ हैन। सो गाइजहरु कार्डियो सेसन सकियो। 8:47 अलरेडी। अब अहिले अलिकति मार्केट अफिसको कुरा गर्दाखेरि मार्केट स्लो नै छ। त्यो कारणले गर्दाखेरि त्यस्तो बितिहाल्ने केही पनि छैन। रिल्याक्स नै काम गरिरहेछ गाइजहरु अहिले। Yes guys, you heard it right guys. हैन यो स्ट्राइट किरणलाई पनि जिन्दगीको गोरेटोमा के गर्ने सुर चल्छ गाइजहरु है। तपाईलाई आउट अफ नो वेयर, आउट अफ नो कन्टेक्स्ट बरु अरु तपाईलाई बिजनेस व्यवसायहरु हैन तपाईको स्ट्राइट किरण इन्ट्रेस्टेड थिए, सुनाउँथ्यो, प्लानहरु गर्थ्यो। कहाँबाट चाहिँ एउटा बस किन्यो के गाइजहरु है। त्यही नै किनेको हो नि त तपाईलाई हैन। गाडी बस त तपाईलाई कसरी भन्ने लाज लागेर यार म्याकरी आइया। आज आइयो खाजा खाइ। अब आइयो घर आइपुग्यो। खाजा खानुपर्छ गाइजहरु गएर। बिजोक भइहाल्यो नि गाइजहरु। बिजोक भयो। हेर्नु त पछाडिको राइट साइडको टायर त फ्ल्याट भयो त। थोरै अब यहाँ कति छ फेरि यो मेसिनमा। सो हामीलाई लगभग तपाईको 23-24 PS जति मात्र भयो भने पनि हामी पुग्छौँ क्या मजाले गाइजहरु। एउटा पङ्क्चर समेत भएको छैन भनेर मैले गफ दिइरहेको थिएँ अस्ति नै। त्यस पछाडि त तपाईलाई भकै छ उतापट्टिको भयो, अहिले यता भयो नि त। तपाईलाई पछाडिको लेफ्ट साइडमा 38.3 यता 37.7 स्टिल पनि तपाईलाई पछाडिको तपाईलाई राइट साइडपट्टि जुन ठाउँमा चाहिँ तपाईलाई पङ्क्चर भएको थियो त्यसको चाहिँ तपाईलाई अलिकति कम 37.7 मा त देखाएको छ PS है। गाइजहरु जिन्दगीको गोरेटोमा चिटिक्क हैन बेहुला जतिकै भएर म हिँड्दैछु। आज कहीँ कतै कुनै बेला तपाईलाई बिहा व्रत बन्धनमा निस्किनु पर्ने हुन सक्छ गाइजहरु है। धेरै जनाको निम्तहरु आछ अनि आफू यति भइसकेपछि त अफिसमा काम गर्दै गरिन्छ। अनि भरे साथीहरुले बोलाउँछ ओइ त्यहाँ जाउँ त्यसले त्यहाँ जाउँ गर्नका लागि र त्यो ठाउँमा पुगेर आउनका लागि।
जिन्दगीको गोरेटोमा गाइजहरू होइन तपाईँले अफिस चलाउँदै हुनुहुन्छ बिजनेस व्यवसाय गर्दै हुनुहुन्छ भने धेरै कुराहरू आइपर्छ र वी हेभ टु गो थ्रु सो मेनी थिङ्स अनि आज तपाईँलाई खुसीको पनि कुरा छ तपाईँलाई दुःखको पनि कुरा छ खुसीको कुरा भनेको चाहिँ हामी अब विराटनगर जान्छौँ अनि विराटनगरको फर्स्ट भिजा लाग्यो एन्ड रियली रियली ह्याप्पी गाइजहरू है यस्तो हुन्छ क्या तपाईँलाई विराटनगर नयाँ अफिस होइन नयाँ टिम मेम्बरहरू मैले ट्रेन त प्रपर गराइ नै राखेको छु होइन कहिले म गाली गरिरहेको हुन्छु उहाँहरूलाई कहिले म के भनिरहेको हुन्छु त्यो मार्केटमा तपाईँलाई होइन तपाईँलाई क्लाइन्टसँगको टेन्सन भन्दा पनि मलाई चाहिँ मेरै टिम मेम्बरहरूले चाहिँ विश्वास गर्छ कि गर्दैन भन्ने चाहिँ मलाई ठुलो चुनौती थियो अब त्यसको लागि बोलेर मात्र हुँदैन बोल्न त म जहिले जाने बित्तिकै उनीहरू अर्ध बुझाइस देखाउँदै गर्थेँ होइन तपाईँलाई ट्रेनिङहरू तर मेन भनेको काम गरेर देखाउनु पर्छ सो हाम्रो रिजल्ट देखियो तपाईँलाई यस्तो क्राइसिसमा यस्तो डिफिकल्ट सिचुएसनमा जहाँ चाहिँ अस्ट्रेलियाको भिजा ऱ्यान्डमली रिफ्युज भएको अवस्थामा अस्ट्रेलियाको भिजा लाग्यो विराटनगरको धेरै भिजा लागिरहेको छ तर इटरी अफिसमा ल्याएर पहिले गरिन्थ्यो भने अब इट स्टार्टेड सो तपाईँलाई सबै हाम्रो टिम मेम्बर त्यहाँको स्टाफहरू ह्याप्पी म त झनै ह्याप्पी भएँ यो कुरा तपाईँलाई सुनाउँदा तपाईँ पनि ह्याप्पी हुनुभयो अनि स्टार्टर बोरोको विराटनगर अफिसले यस्तो तनाव दिइरहेको थियो होइन के छ कसो हुन्थ्यो भन्ने अवस्थामा तपाईँहरूलाई पनि त्यो भनौँ न एउटा हुन्छ नि त तपाईँलाई चिन्ता अनि त्यो चाहिँ अब ल स्टार्टर बोरोको पनि हुन थालेछ है भनेर तपाईँले अब चिन्ता व्यक्त गरिरहनु परेन है र त्यो हुँदाहुँदै तपाईँले मलाई ठ्याक्क याद गरेँ धरान अफिसको सेन्स त तपाईँलाई बिगिनिङबाटै अलमोस्ट तपाईँलाई बिन अलमोस्ट तपाईँको 2.5 इयर मतलब अलमोस्ट 3 इयर्स हुन लागिसक्यो एकजना हाम्रो मिस नाइबा मिस स्याडली सी इज लिभिङ अस अनि सी इज जोइनिङ ए फाइनेन्स कम्पनी अनि उहाँलाई चाहिँ उत्तर प्रगतिको कामना अनि ट्याक्कसँगले त मलाई ठ्याक्क याद आयो उहाँको भोलि लास्ट डे भनेर सो आज एउटा सानो तपाईँलाई फेयरवेल प्रोग्राम जस्तो गर्नुपर्छ भनेर धरान हाम्रो ब्रान्च म्यानेजर रिमा मिसलाई पनि कल गरेँ मैले अहिले अब आज कति धेरै काम छ होइन यो चाहिँ मेरो फ्रिक्वेन्टली आइरहने ठाउँ हो है कहिले काहीँ विराटनगरबाट आउँदाखेरि आज कपाल चाहिँ नुहाएँ तर जिउ चाहिँ नुहाएको है गाइजहरू मेरो चाहिँ तपाईँलाई ल्यापटप खोल्दा यस्तो हुन्छ क्या पुरै बडी बिल्डिङको र फुटबलको बाहेक केही पनि आउँदैन गाइजहरू है कृतनले एउटा रिपोर्ट पनि पठाएर छ त्यो रिपोर्ट पनि हेरौँला है यो रिपोर्ट चाहिँ के हो भन्दाखेरि गाइजहरू यो पनि म तपाईँलाई सेयर गर्छु मार्केटिङको धेरै तरिकाहरू हुन्छ तीमध्ये तपाईँले पुरानै तरिका हो बल्क एसएमएस हामीसँग लट्स अफ डेटा छ विद्यार्थीहरूको स्टुडेन्टहरूको हामीले अपडेटहरू पुऱ्याउनै सकिरहेको अवस्था छैन कि त्यसले गर्दाखेरि बल्क एसएमएस त पठाउने तर बल्क एसएमएस प्रोभाइड गर्ने सर्भिस प्रोभाइडर धेरै रहेछन् क्या त्यसको विषयमा मैले चाहिँ कृतन सरले कृतन सर कुन कम्पनी छ ती कम्पनीहरूले को प्याकेज के छन् कम्पेरिजन गरौँ त्यो कम्पेरिजन गर्दाखेरि कुन कम्पनी चाहिँ अलिकति तपाईँलाई सस्तो भरपर्दो हुन्छ त्यही चुज गर्नुपर्छ भनेर भने अनि उसले एउटा रिपोर्ट बनाएर चाहिँ कि त्यो रिपोर्ट हेर्दैछु गाइजहरू अहिले चाहिँ म 2000 years later. यहाँ गोजीमा छ मेरो मम्मी पल्लोपट्टिबाट चढ न म गाडी बस्नु ल तिमी झोला चाहिँ पर पऱ्यो खै गोले ल लिएर आऊ नि त अनि भाइलाई चाहिँ नलिआउँदो रहेछ कस्तो खालको रहेछ दिदी केटाकेटीहरूलाई होइन कहिले काहीँ लिन आउँदाखेरि लास्टै खुसी हुन्छ ओए खो मान्छे हो यो त यो मान्छे परेछ त तिमी ढोका होला सो गाइजहरू म चाहिँ तपाईँलाई अहिले इटहरी आइसकेको छु होइन इटहरी आइसकेर पनि आज बजार होइन समस्या फेरि गाइजहरू हाम्रो तपाईँलाई गाडी पङ्क्चर भइरहेको छ यता साइडको तर पनि 26 PSI छ 26 PSI भनेको त्यति धेरै लो पनि भइसकेको छैन अनि अबको काम भनेको चाहिँ म र कृतन विराटनगरबाट फर्केर कृतनलाई चाहिँ मैले त्यही उसको बाइक भएको ठाउँमा ड्रप गरेँ अनि त्यस पछाडि अन द वे टु होम म के गर्नु लागिरहेको छु भन्दाखेरि घर गएर यो गाडी चाहिँ राखेर म बाइकमा एकछिन धरान अफिस निस्किने जस्तो लागिरहेको छ किनभने यसको तपाईँलाई अलिकति पछाडि हावा अलिकति कम नै छ